फेसबुक एकाउन्ट सस्पेन्ड हुन सक्छ। एकदम सही सुन्नुभयो। अहिले ट्रेन्डमा आइरहेको छ यो कुराहरू। मेटाले अहिलेसम्म 1 करोडभन्दा बढी फेसबुक एकाउन्टहरू सस्पेन्ड गरिसकेको छ। सबैभन्दा पहिला दुईटा कुराहरू जसले गर्दा हाम्रो फेसबुक एकाउन्ट ब्लक भइरहेछ। पहिलो त फेक नेम र फेक आइडेन्टिटी नयुज गरौँ। दोस्रो एआई कन्टेन्टहरू बढी पोस्ट नगरौँ। तेस्रो चाहिँ स्प्याम कन्टेन्ट र कपिड कन्टेन्ट। यो 3 मेन रिजनले गर्दा हाम्रो एकाउन्टहरू सस्पेन्ड हुन सक्छ। यो 5वटा कुराहरू एकदम युज गर्नु। सबैभन्दा पहिला रियल नेम राख्नु, रियल आइडेन्टिटी राख्नु, रियल फोटो राख्नु, डेट अफ बर्थ एकदम सही राख्नु। अनि चौथो चाहिँ 2 फ्याक्टर अथेन्टिकेसन राख्नु। किनभने इफ हजुरको एकाउन्ट सस्पेन्ड भयो भनेपछि हामीले पछि गएर अपिल गर्न पाउँछौँ। त्यसमा चाहिँ हामीले आफ्नो रियल आइडेन्टिटी, रियल पेपरहरू सबमिट गर्छौँ अनि हाम्रो एकाउन्ट रिकभर भइहाल्छ। त्यही भएर यो भिडियोहरू सेयर गर्नुहोस् आफ्नो साथीभाइ दिदीबहिनीहरूसँग। एकदम इन्फर्मेटिभ भिडियोस। जसलाई थाहा छ ठिक छ, जसलाई थाहा छैन सेयर गर्नु।